अहिले राजा चाहिनेहरूले चाहिँ आन्दोलन मचाउँदैछ। हजुर अहिले खड्गलाई त आपत्ति स्थिति हो, त्यो स्थितिले त होइन। हजुर प्रजातन्त्र बचाउने कि मुकुमलिम बारीमा चाहिँ गएर क्यार गर्ने कि के गर्ने आपत्ति छ नि त खड्गलाई। हेलो गाइस, म यतिखेर लेटाङ नगरपालिका वडा 7मा छु र म चाहिँ आज गुराँस टिप्न जाँदैछु। हाम्रो गाउँमा चाहिँ गुराँस फुल्छ र तपाईहरुलाई चाहिँ आज म देखाउँदैछु है त गुराँस। हेलो गुराँस देखाउन हिँडेको म। तिमी के गरेको? तुम्बा होइन फुबाजु, फुबाजु होइन म। यो चाहिँ हाम्रो दाइहरूको घर। अहिले दाइहरू चाहिँ यहाँबाट बसाइ सरिसक्नु भएको छ, त्यही भएर यहाँ कोही पनि हुनुहुन्न। घर निकै राम्रो बनाएर मलाई छोडेर जानुभएको छ। ठ्याक्कै यहाँ चाहिँ यो गुराँसको बोट छ र अहिले यहाँ चाहिँ धपक्कै गुराँस चाहिँ फुलेको छ। अलिक यो माथिल्लो साइडमा चाहिँ धेरै गुराँस पाउँछ, तर यो चाहिँ रोपेको गुराँस। एउटै मात्रै यहाँ गुराँस चाहिँ छ, तर अत्याधिक मजाले यहाँ फुल्छ। यहाँ हामी देख्न सक्छौँ। यहाँ अर्को बोट पनि रहेछ सानो सानो। हेर्नुहोस् है साथीहरू, हाम्रो गाउँमा फुलेको गुराँस अत्यन्तै राम्रो फुल्दो रहेछ। यो माथिल्लो साइडहरूमा चाहिँ यति राम्रो धपक्कै यो गुराँस चाहिँ फुलेको मैले देखेको छुइनँ। हेर्नुहोस् त कस्तो राम्रो फुलेको छ है। धेरै साथीहरूलाई चाहिँ मोरङमा गुराँस फुल्दैन भन्ने पनि लाग्ला, तर यो मोरङको उच्च पहाडी क्षेत्रहरूमा चाहिँ यसरी गुराँस फुल्छ। हेर्नुहोस् त कस्तो मजाले गुराँस फुलेको छ। सुन्दर प्यारो वरङ्गीमा फुलेको गुराँस। तपाईको घरमा अत्यन्तै राम्रो गुराँस फुलेको रहेछ बाजे। अहिले यहाँ बस्नुहुन्न नि? कहिले कहिले यसो यहाँ आउनु भएको बेला चाहिँ यही बस्नुहुन्छ। यो कति वर्ष भयो बाजे रोप्नु भएको? यो त रोपेको होइन विष्णु सर। यो आफसाफ चाहिँ आयो भनेर चराचुरुङ्गीले लिएको थियो। हजुर। त्यसरी सिजनमा भएको बिरुवा फैलिन्छ, बिरुवा फैलिने खालको। हजुर त्यही त होइन, यहाँ बिरुवा पनि 2-3वटा यहाँ देखिरहेछ होइन। त्यही त हजुर। मन्दिरको लागि पनि दिनुभएको थियो। त्यही त यो सानो भए पनि यो यस्तो राम्रो चाहिँ त्यो धेरै ठाउँमा यस्तो राम्रो फुल्दैन के बाजे। यहाँ चाहिँ अत्यन्तै राम्रो फुलेको छ। यसको यो जुन के अरे थुगाहरू चाहिँ ठुल्ठुलो राम्रो क्या हेर्दाखेरि। मैले त मेरो भाइको चाहिँ नाम भएको डायरी हराएछु। हजुर। हेर्नुहोस् न यस्तो राम्रो फुलेको छ है। मलाई त यो कस्तो भन्दाखेरि चाहे लक्ष्य पक्ष जतै भए पनि विष्णु सर, हजुर तपाईँले मिडिया सञ्चार माध्यममा हाल्नुहोस् न होइन हो नि बाजे। बारेमा मैले त होइन, मुकुमलुङ बारेमा मैले हालेको छु नि बाजे। हाल्नुहोस् क्या मैले वराङीको विष्णु सर मुकुमलुङ संरक्षण गर्नुपर्छ भनेर मैले अस्ति पनि मैले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेको छु।
मैले फेसबुकमा नि हालेको छु सिधै कुरो यसमा चाहिँ गएर तपाईँको फेसबुक चलाउँछ अथवा मिडियामा चाहिँ लाएर तपाईँले अझै चाहिँ गएर यसो चाहिँ टेलिभिजन के गराएर तपाईँले चाहिँ खर्च चाहिँ कति तपाईँको चाहिँ विचार के छ बाजे मुकुमलुङ संरक्षण सम्बन्धी हजुर हुन त चतुरीहरू मिलेको मात्रै होला अहिले राजा चाहिनेहरूले चाहिँ आन्दोलन मचाउँदैछ हजुर अहिले खड्गलाई त आपत्ति स्थिति हो त्यो स्थितिले त होइन हजुर प्रजातन्त्र बचाउने कि मुकुमलिङ बारीमा चाहिँ गएर क्यार गर्ने कि के गर्ने आपत्ति छ नि त खड्गलाई त अहिले ड्राइभरलाई त हजुर तर त्यो चतुरीहरूले के मिलाएर त्यो चाहिने गएर मध्याम मात्र हो कि के हो चाहिने राजा माग्ने हरेक छन् होइन तर यदि खड्ग ओलीले चाहिँ सिधै कुरो यो कुरो ऐतिहासिकता चाहिने मुकुमलुङ मुख भनेको के भन्ने हिरामती भन्छन् छेउनले होइन मुख भनेको हाम्रो चाहिने गएर ढुङ्गा हजुर मती ढुङ्गालाई मुख भन्छौँ हजुर शक्ति पनि हुन्छ बहुमूल्य ढुङ्गा मुन्धुम पनि हुन्छ होइन मुन्धुम भनेको चाहिने गरेर बाँसगारीमै चाहिने गरेर बाघ बन्ने हरे गर्ने भेदारी भन्छ नि तर भेदारी किसिमले होइन अर्कै किसिमले चाहिँ भोलि युग सप्तादी अवस्थामा त्यो गर्ने माङको हातमा छ माङले गर्नु पर्दा युग सप्तादी अवस्थामा अब सधैँ पनि भन्छ सत्य द्वापर त्रेता कली कलिसँग सत्य नै आउँछ अनि सावा याङ सा चाहिँ तङ्बेदुम्बा साथ अनि थेबुङ याक्थुङसा नै हो तर तिमीहरू होइन भन्नु भएन तर चतुरीले के भन्छ भने बर्मा विष्णु महेश शिव भनेर कान्छा बनाइदिन्छ क्या त शिव भन्छ भने हामी त किराँतश्वर महादेव हो तर यो धाती सृष्टिसँगै चाहिँ नि भएको चाहिँ गौरा पार्वती भनौँ वा गौरा शिव चाहिँ महादेव महादेव त्यस पछाडि मात्रै उनीहरू हुँदै अब यो अहिले मुकुमलुङ संरक्षणको विषयमा चाहिँ अब अत्यन्तै ठुलो एक खालको विवाद आइरहेछ अब यसलाई संरक्षण गर्नको लागि हामीले के कामहरू चाहिँ गर्न सकिन्छ हाम्रो जुन तपाईँ आन्दोलनमै नजानुहोस् सचेत नागरिक तपाईँले आवाज मात्रै गरिदिनुहोस् जस्तो छेत्री बाहुनले पनि आवाज त गरिरहेको छ ऐतिहासिक चाहिने गएर मुन्धुम थलो त्यो चाहिने गएर कान्छी मैली जेठी चाहिने गएर अब कान्छीमा राख्दा हुने हो भने त अज्ञात दिएको हो नि त हाम्रो चाहिने गएर अब त्यो तगेन्द्र यो तपाईँको बाजे यो हाम्रो उसलाई चाहिँ सिधै काट्ने जस्तै यो हाम्रो मुकुमलुङ एउटा लिम्बू संस्कृति र सभ्यतासँग जोडिएको एउटा अत्यन्तै हाम्रो एउटा आस्थाको केन्द्र होइन यो चाहिँ अब हामीसँग मात्रै यो लिम्बू जातिसँग मात्रै सम्बन्धित छ कि या सबै जातिसँगै यो चाहिँ एउटा यसलाई यस्तो हुन्छ जस्तो एउटा यहाँ चाहिँ के भने तपाईँले भन्दा नै तपाईँले भन्न नसकी मैले त्यसलाई उदाहरण गर्नुको लागि के भन्छ सर्वजातिलाई नै अट्ने कसरी अट्ने त यो थलोमा किराँत पनि भयो हिन्दू पनि भयो बुद्ध पनि जन्मेको यो थलो हो हजुर तर बाइबल भनेको चाहिँ अतिथि मात्र हो हाम्रो अतिथि मात्रै हुन् यो थलोमा जन्मेको होइन ठिक छ उहाँ पनि अतिथि भएर चाहिँ बस्नु पाउनुहुन्छ उहाँले पनि चलाइदियोस् भूमि त चाहियो नि भोलि तर विश्व चाहिने गएर वैज्ञानिक विज्ञान होस् कुन स्रोतले हामी नेपालीहरू गरिब भन्छौँ तर हामी धनी छौँ हामी चाहिँ गर्ने काम गर्ने तरिका नपुग्नाले कसरी धनी यही चाहिने गएर मुकुमलुङ चाहिने फक्ताङलुङ हिमालको स्रोत खल्सा खल्सी भएर चाहिने गएर कोशी भएर चाहिँ सागर भएर प्रशान्त महासागर भएको थलोहरू यसकै स्रोतले साइन्स विज्ञानहरूले युज गरेर उनीहरूले पत्तो लगाएर उनीहरू चाहिँ धनी भयो र विकसित भयो गरे भने के हामीले गर्दा नहुने हुन्छ त्यस कारणले चाहिँ बाहुन जा बस्नु पाउँदैनस् छेत्री जा बस्नु पाउँदैनस् भन्ने कुरो चाहिँ होइन हिन्दू पनि यहीँ जन्मेको हो जनक ऋषि जन्मेको सीता चाहिँ हालोको शिवमा भेटिएको भनेको हो तर त्यो होइन त्यो चाहिँ जनक ऋषिको सम्पर्कबाट भएको सीता हो किन थु भन्छौँ हामी थु भन्दा के हाम्रो चाहिँ नराम्रो कुरो होइन जस्तो थु भन्ने कुरोमा चाहिने गरेर शुक्रिया क्रिया के थिएन भने त्यो नापुङसाङ हुन्छ र छोरो मान्छेको अण्डकोष चाहिँ त्यो क्रिया उ थिएन भने त्यो नापुङसाङ भन्छ ल बाजे धेरै धेरै धन्यवाद तपाईँलाई त्यही चाहिने आमाको कोखबाट त्यही चाहिने थुबाट चाहिने जन्मेर हामी यत्रो चाहिने एउटा मानव र भयौँ र हामी चाहिने गएर
वैज्ञानिक त्यसरी भएको छौँ भने हामीले आमालाई मान्नु नि पर्छ, इमा थेवा मान्नु नि पर्छ, इतिहासको मान्नु पर्छ भन्ने। ल बाजे, धेरै धेरै धन्यवाद, तपाईँले आफ्नो विचार पनि राख्नुभयो। मैले चाहिँ अब तपाईँको यो फुल, यो हाम्रो यो गुराँस यहाँको पहिचान बोकेको हाम्रो राष्ट्रिय फुल गुराँस चाहिँ मैले अवलोकन गर्न पाएँ, अत्यन्तै खुसी लाग्यो। अब हाम्रो वाराङीमा चाहिँ एउटा पर्यटनको एउटा सम्भावना बोकेको यो गुराँस पनि हो। एउटा प्रचुर सम्भावना, किन भन्दाखेरि धेरै ठाउँमा गुराँस हुँदैन, तर हाम्रो ठाउँमा त यो गुराँस पनि यति राम्रो हुँदो रहेछ। अब ताकि मोरङबाट 17 किलोमिटर उचाइको यो क्षेत्र होइन, अब बाटोको हिसाबले 17 किलोमिटर, अब समुद्री सतहबाट त लगभग 1200-1300 मिटरको उचाइमा चाहिँ यसरी यो गुराँस पाउँदो रहेछ होइन। आज हाम्रो बाजे उहाँ हुनुहुन्छ, उहाँले चाहिँ यो आफ्नो यो बारीको छेउमा अथवा यो घरको छेउमा रोप्नु भएको छ। यो मैले यहाँ तपाईँहरूलाई देखाएँ र उहाँलाई धेरै धेरै धन्यवाद। आज यो मैले एउटा एक थुङ्गा टिपेको पनि छ र यति भन्दै म बाजेसँग बिदा माग्दै, पानी पर्न आँट्यो, मौसम आज अत्यन्तै प्रतिकूल छ र म चाहिँ अब गन्तव्यतिर लाग्छु। धन्यवाद बाजे। अब यो प्रचुर सम्भावना बोकेको यस्तो ठाउँहरूलाई चाहिँ यस्तो यो गुराँसलाई पनि संरक्षण चाहिँ गर्नु पर्यो होइन बाजे। अब यस्तो यो त अब मोरङकै एउटा होइन सबैभन्दा नजिक होइन, सबैभन्दा चाहिँ यो तल्लो भागमा यतिको राम्रो गुराँस होइन, यो त एउटा पर्यटनको लागि त एउटा अत्यन्तै प्रचुर सम्भावना भएको ठाउँै हो नि त होइन। प्रजातन्त्रको बाहुल्यता ल्याएर हामीले चाहिँ चलायौँ, चाहिँ देशलाई चाहिँ हरभर चाहिँ गुराँस जस्तो फक्रे जस्तो चाहिँ सुन्दर नेपाल बनाओस् भनेको, तर अब आन्दोलन चाहिँ के हुन्छ अब सर। अब ल म चाहिँ लागेँ है साथीहरू। अब बाजेले धेरै धेरै धन्यवाद दिँदै उहाँको यो गुराँसको फुल मैले टिपेँ र बाजेको यहाँ घर, उहाँ चाहिँ अहिले समय मिलेको खण्डमा त यहाँ बस्नुहुन्छ। गाउँघरमा चाहिँ अहिले यो बसाइँ सरा र यो सुविधाको खोजीले गर्दा चाहिँ घरहरू यो बनाए पनि यसरी मानवविहीन भएका छन्। र यहाँ यो मौरीको घार, यो परम्परागत मौरी पाल्ने चलन पनि हाम्रो गाउँठाउँमा चाहिँ रहेको छ। आज चाहिँ हेर्नुहोस् न, यो मौसम अत्यन्तै प्रतिकूल छ, पानी पर्न आँटेको छ र अब चाहिँ म मेरो गन्तव्यतिर लाग्दैछु।